अगाडि चाहिँ हामी स्टार्टिङ पोइन्ट विच इज चिन्डा डाँडा जाँदैछौँ। कस्तो हुन्छ एकछिन पछि देखाउँछु। ल यहाँ हेर्न सक्नुहुन्छ जुरेलीको जोडी कति मजाले रातको अब बास कहाँ बस्ने होला त भनेर यहाँ गन्थन मन्थन गरिरहेको छ है। ल है गुदेली साँझ भएको छ र सिमसिम पानी परेको छ। असार पनि सक्न लागिसक्यो। साउन लगाइदिन यस्तो जिन्दगी छ। यस्तो पहिरो जाँदो रहेछ खोल्चा डर पो लाग्यो। तर पहिलाभन्दा चाहिँ एकदमै राम्रो बनेको रहेछ बाटो चिन्डे डाँडा। हामी चाहिँ यसरी नै यहाँनिर कुद्थ्यौँ यो, तर अहिले चाहिँ धेरै राम्रो भएछ। ल यहाँ चाहिँ हेर न सर्फ रहेछ है। के खाँदैछ भने ल हेर यहाँ चाहिँ कस्तो मजाले पहिरो गएछ है। आमा रोड बिग्रेर यहाँ चाहिँ फेरि हजुरबाले के बनाउनु हुँदैछ भने कोदालको बेड बनाएको छ। तर बर्खा लाग्यो। हजुरबा नमस्कार। ए के बनाउनु भएको त्यो भनेको? लौरो ल लौरो काटेको अरे हजुरबाले। अब के गर्ने यस्तै छ। ल त्यो पनि भन्ज्याङ चौतारी सृजना खाजाको रहेछ। यस्तो मजाको बनाएछ। धेरै विकास हुँदैछ धरान सिटी डे बाई डे। यसरी नै प्रगति होस्। घर तामाङले छोडेदेखि झन् प्रगति भएको फिल भइरहेछ। यो फेरि के हो है? समथिङ टु डु फ्रम। यो चाहिँ के भन्छ फुलको सासानो छावाहरू राखेको रहेछ। एकदमै राम्रो कुराहरू हो। फुल आउनुपर्छ है। र दुन पानी परेको छ, पहिरो गएको छ है। घरि परेको छ। यो चाहिँ हाम्रोतिर असुरो भन्छ। तपाईँहरूले के भन्छ भने तपाईँहरूकोतिर यो चाहिँ एकदमै मर्केको ठाउँमा लायो भने चाहिँ यसले धेरै राम्रो काम गर्छ भन्छ। असुरो हो। यस्तो हरियालीको अक्सिजन खाँदै हिँड्न एक किसिमको मजा छ। ल यहाँ चाहिँ सुँगुरको चारो रहेछ कर्कला। तपाईँहरू चाहिँ आउनु सक्नुहुन्छ यहाँ काट्नु। यहाँ चाहिँ एकदम राम्रो रहेछ। तपाईँ आउन सक्नुहुन्छ अनि लान सक्नुहुन्छ है त। पानी पनि रोकिलो है। हामी चाहिँ मोटामोटी चिन्डे डाँडा आइसक्यौँ। देख्न सक्छ स्कुटी पनि आउँदो रहेछ। ल तपाईँले देख्न सक्नुहुन्छ यो कुहिरो लागेको बादल मुनि तपाईँ हाम्रो सहर धरान सहर अहिले चाहिँ पानी परेर चाहिँ बादल आएको कारणले गर्दाखेरि त्यति मजाले देख्न सकेको छैन। सोले तपाईँलाई अझै म क्लियर अनि राम्रो देखाउने प्रयास गर्दैछु अझै। अहिले चाहिँ हामी चिन्डे डाँडाको नजिकै आइसकेको छौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै नजिक हो। यही डाँडा मात्रै हो निस्किनु। एकदम राम्रो ठाउँ रहेछ अनि राम्रो पनि छ है। यस्तो मजा आएको हुन्छ। यस्तो उकालो है। हट तपाईँहरू चाहिँ पहिला कुदेको बाटो एकदम रमाइलो लाग्छ। साथीहरू अहिले चाहिँ हामी फाइनल्ली चिन्डे डाँडा आइसकेको छ। अझै पनि तपाईँहरूलाई चाहिँ म अर्को भिडियोमा देखाउन चाहन्छु। अहिलेलाई चाहिँ यति नै। यस्तोहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ किराँतको एउटा थान रहेछ पुर्खौली। एकदम जोगाइराख्नु पर्ने हाम्रो एउटा
राम्रो संस्कार हो। संस्कारलाई जोगाइराख्नु पनि पर्छ। देख्न सक्नुहुन्छ कता कता टिकटकतिर देखेको थिएँ मैले है। र हामी यस्तो मजा आएको रहेछ। हाम्रो फेरि बाजेको आफ्नै छ म्युजिक है, एक्लै तालमा, आफ्नै धुनमा, आफ्नै चालमा, आफ्नै सुरसार। यस्तो छ लाइफ, यस्तो त मजा हो। ल फाइनली चाहिँ हामी सिन्डेरेला आइसकेको छौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ पानीको मौसमसँग च्यालेन्ज गरेर पनि हामी चाहिँ यहाँसम्म आइसकेको छौँ। अहिलेको यहाँको मौसम चाहिँ यस्तै रहेको छ होइन, धुम्म अनि सुमधुर चिसो चिसो हावा। तर हामी दुर्भाग्यवश चाहिँ हामीले चाहिँ कुनै पनि क्लियरली भ्यू देख्न सकेनौँ धरानको। त्यो नै हाम्रो लागि दुर्भाग्य हुनेछ र भइरहेको हुन्छ। सो अर्कोचोटि तपाईँहरूलाई म क्लियर भ्यू सहित चाहिँ तपाईँलाई ड्रोनको भ्यूसँग चाहिँ तपाईँलाई देखाउने छु। आजलाई चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद। ल बाटो हेर्ने हो भने चाहिँ यहाँ चिन्डे डाँडाको बाटो यस्तो रहेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ पानी परेर बाफ्रे बाफ यस्तो छ। हामी चाहिँ चिन्डे डाँडाको बाटो हुँदै यो बाटो झर्दैछौँ। हाम्रो पहिलाको पुरानो है रनिङ गर्दै फर्किँदै हामी यो बाटो चाहिँ साथीभाइसँग गफले झरिन्थ्यो। अझै पनि त्यो दिनहरू हिजो जस्तो लाग्छ। तर त्यो दिन धेरै पुरानो भइसकेको छ। हामी साथीभाइसँग चाहिँ होइन भविष्यको कुरा गर्दै चाहिँ हामी यो बाटो फर्किन्थ्यौँ र हामी चाहिँ